ल आज हामी काम गरेर मेरो कान्छी साली आज जन्म दर्ता बनाएर कति खुसियालीमा ऊ हिँड्दैछ हैन। गीता 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 आज के काम भयो त? काम भयो, फेरि आउनु पर्यो 2 दिन। रुपाजी यो सौतेले छोरो ल्याउनलाई गाह्रो पर्यो मलाई। हट त्यसो नभन्नु। रुपाजी यसले गर्दै आउनु पर्यो। रुपाजी तिम्रो आज के अरे यो घुमाइ कस्तो छ? खुट्टा गलिरहेको छ। मेरो छोरालाई थाहा हुन्छ भने थाहा दिनु पर्छ। मेरो चाहना के हो देखा भनेको मैले गरेको कुरालाई चाहिँ देखा भनेको त्यो पनि बाउलाई हो, बाउका बाबाआमालाई हो। यो बेस्याको बेस्यालाई चाहिँ देखा भनेको। नमस्कार नमस्कार, म यामबहादुर मगर। मेरो यस्तो बाउ छोडे भ्लगमा तपाईहरुले सब्स्क्राइब गरेर मलाई हाम्रो गीता साली मेरो सालीको आज जुनै कुरोहरू पनि हजुरहरुलाई मन परेन भने त्यस्तो कुरोहरू नगर्दिनु होला हैन। मेरो साली चाहिँ आज उसलाई धेरै रिस उठिरहेछ, उसको प्रेसर बढिरहेको कारणले गर्दाखेरि उसले बढी बोलिरहेछ र बोले पनि हजुरहरुले त्यसको लागि चाहिँ माइन्ड नगर्नु होला। सौरभलाई बोलाउँथ्यो कुनै कुरोहरू पनि अब के गर्नु त, त्यस्तै हो। दुःख छ हो साथी हो। अब यो पहाडमा हिँड्नु, हामी मधेसमा जन्मेको मधेसमा हुर्केको हजुरहरुलाई कुनै कुरो पनि हामी के भन्नु र हजुरहरुलाई पनि त्यस कुरोहरुमा चाहिँ थाहा नै होला हैन। आज हामी यो बुढाबुढी सङ्खुवा सभा जिल्लाको मा कतिपय कुरोहरू हामीलाई पनि थाहा हुँदैन। अब त्यो कुरोहरूमा चाहिँ हजुरहरूले पनि त्यो ठाउँहरू पनि त्यस्तै छ। यस्तै हुन्छ जिन्दगीहरू। कुनै कुरोहरूमा पनि राम्रो हुन्छ, कुनै कुरोहरू नराम्रो हुन्छ हैन। हजुरहरूले यो कुरोहरूमा कमेन्टहरू नगर्नु होला। हाम्रो साली कान्छी गीता दर्शन नमस्ते। दर्शन नमस्ते। तर आज हल्का रमाइलो हाम्रो साली कान्छी चाहिँ फेरि अलिकति के छ भने आज उसको बसैसरा लगेको कारणले गर्दाखेरि चाहिँ ऊ त धेरै रमाइलो भइरहेछ हैन। रमाइलो भइरहेछ। अनि बाबा नछोड्नु, बाउ त बेच्चा हो, अर्को बिहे गरिहाल्छ।